आजको भिडियोमा आफ्नो फोनबाट थर्मल प्रिन्टर कसरी कनेक्ट गरेर प्रयोग गर्ने बारे सम्पूर्ण जानकारी दिँदैछौँ र यसमा के आउँछ हेरौँ है त। यो चाहिँ हाम्रो थर्मल प्रिन्टर हो। यसमा चाहिँ हजुरहरूले चार्जर पनि पाउन सक्नुहुनेछ। र प्रिन्टरको पछाडिबाट हजुरहरूले ब्याट्री निकालेर त्यसमा स्टिकर लागेको देख्न सक्नुहुन्छ। त्यो स्टिकर चाहिँ निकालेर हजुरले जस्ताको तस्तै ब्याट्री फेरि अट्याच गरिदिनु पर्ने हुन्छ प्रिन्टरसँग। त्यसपछि यसरी स्टिकर निकालेर हजुरहरूले प्रिन्टरको पेपर रोल मिलाउनु पर्छ, जसमा हजुरहरूले टेस्ट पेपर देख्न सक्नुहुन्छ। त्यसमा प्रिन्टरको डिटेल्स दिएको हुन्छ र पेपर यसरी मिलाएर राखिसकेपछि हजुरहरूले पावर बटन र पेपर बटन एकैचोटि प्रेस गर्नुपर्छ। त्यसपछि फेरि यसरी टेस्ट पेपर निस्किन्छ। अब ब्लुटुथ अन गरेर तल अभाइलेबल डिभाइसमा हजुरहरूले HCC T2P देख्न सक्नुहुन्छ। त्यसमा क्लिक गरेपछि हजुरहरूले पेयरिङ कोड हाल्नुपर्छ। कोड चाहिँ 4वटा 0 हो, जुन टेस्ट पेपरमा पनि दिएको छ। पेयरिङ सकेपछि कारोबार एपमा गएर मोरमा क्लिक गर्नुहोस्। त्यसपछि सेटिङमा गएर इन्भोइसमा क्लिक गर्नुहोस्। त्यसपछि थर्मलमा क्लिक गरेर सेटअप थर्मल प्रिन्टरमा जानुहोस्। त्यहाँ हजुरहरूले प्रिन्टरको नाम देख्न सक्नुहुन्छ। त्यसमा कनेक्ट गरेर ब्याक जानुहोस् र तल पेज साइजमा चाहिँ 58 mm राख्नुहोस्। अब हजुरहरूको प्रिन्टर सेट भइसक्यो। ब्याक गरेर हजुरहरूले अब कुनै पनि बिल जस्तै क्विक पस, सेल्स इन्भोइस अथवा पर्चेज इन्भोइस खोल्नुहोस्। यहाँ मैले चाहिँ क्विक पस खोलेको छु र आइटमहरू सेलेक्ट गरेर क्याशमा सेभ एन्ड प्रिन्ट गरेर बिल प्रिन्ट गरेको छु। यसरी नै हजुरहरूले कुनै पनि प्रकारको बिलहरू सजिलै बिल प्रिन्ट गर्न सक्नुहुनेछ। त्यसैले कारोबार गरौँ डिजिटली।